पब्लिक हेल्थ लोकसेवाको लागि तपाईलाई एमसीक्यू को विभिन्न ट्रिक्सहरु मध्ये आज म तपाईलाई पहिलो ट्रिक सिकाउँछु एउटा है। पहिलो ट्रिक्स याद गरेर नोट गरेर राख्नुस्। पहिलो ट्रिक्स छ डेटाको बारेमा। कहिले पनि लोकसेवामा हाम्रो हेल्थको लोकसेवामा डेटाहरु हाम्रो इन्डिकेटरहरुको बारेमा एमसीक्यू क्वेशन आयो भने कहाँनेर कसरी झुकाउँछ भन्ने कुरा चाहिँ म तपाईलाई आज शेयर गर्छु है। फर एक्जाम्पल एमसीक्यू मा कुनै एउटा डेटा सोध्यो तपाईलाई हैन, म्याटरनल मोर्टालिटी रेशियो 2030 भित्र कति पुर्याउने चाहिँ एसडीजी को चाहिँ टार्गेट छ भनेर सोध्यो भने धेरै जनाले गर्ने कमन मिस्टेक एउटा भनेको के हो भन्दाखेरि पढ्दाखेरि त्यो 70 मात्र याद गर्नुभएको हुन्छ है। धेरै जनाले 70 याद गर्नुभएको हुन्छ। तपाईहरुलाई तीनटा अप्सन दियो हो, 70 पर 1 लाख लाइभ बर्थ, 70 पर 1000 लाइभ बर्थ, 70 पर 10,000 लाइभ बर्थ, नन अथवा अल भनेर दियो हैन। यस्तो बेलामा चाहिँ तपाईले के गर्नुहुन्छ भन्दाखेरि होपलेस हुनुहुन्छ। ओहो 70 त मलाई याद थियो तर पछाडी के थियो भन्ने कुरा डिनोमिनेटर धेरै जनाले चाहिँ याद गर्नुहुन्न। त्यही भएर एमसीक्यू मा डेटाको बारेमा क्वेशन पढ्दाखेरि डेटा र इन्डिकेटरहरुको पढ्दाखेरि न्युमेरेटर डिनोमिनेटर त्यसको युनिट केमा छ, पर्सेन्टेजमा छ कि हैन, रेट रेशियो प्रपोर्सन केमा छ, यो सबै कुरा चाहिँ एकदम याद गर्नुपर्छ। त्यो अगाडिको न्युमेरिकल भ्यालु मात्र याद गर्नुभयो भने तपाईलाई चाहिँ एक्जाममा चाहिँ एकदम झुकाउँछ है। त्यही भएर आज तपाईलाई एमसीक्यू को विभिन्न ट्रिक्स मध्येको पहिलो ट्रिक्स मैले आज यो सिकाए डेटाको बारेमा। यो नोट गरेर राख्नुस्। फेरि अर्को भिडियोमा हामी एमसीक्यू को अर्को ट्रिक्सको बारेमा छलफल गर्छौं है।